Welcome my mini आज vlog. हामी यहाँ बलथलीमा आयो अनि हामीले धेरै स्विमिङहरू खेल्यौँ यस्तो मजा आयो अनि यति सक्यो को डुब्यो अरे आज म डुबे सानो मान्छे डुबिहाल्यो नि किन डुबेको मान्छे त हेर्नु त सानो छ डुबिहाल्यो छैन है मेरो कान चाहिँ सुने छैन किनकि धेरै पानी पस्यो डुबेको मान्छे चाहिँ यो एकजना यो बहिनी अनि एकजना चाहिँ यो बहिनीले डुबाइदिने क्या हो कस्तो होला भने यो बहिनीले डुबाएको मनकुमारीले यस्तो गरेर च्याप कस्तो भइरहेको छ कि हामी कहाँ आएको हामी बलथली ओहरू लड्छ त खोला कस्तो कस्तो भइरहेको नयाँ एक्सपिरियन्स एकदमै राम्रो गो डुबेको होइन कसरी डुब्यो रे पौडीहरू नजानेर भइदिएको के माथि यिनीहरू त यसरी यसरी घुम्दै जाएको हो किनभने दुवैजना हो अनि एउटा झुन्डे छ एउटा साउन्ड टक्कै मरेन होला 2 मिनेट पस्यो भने अझ मरिसक्थ्यो अझ बल पनि ल्याएको भाइ बहिनीहरूको बत्तीसमा थियो अनि यस्तो रमाइलो गर्दै जाँदैछ मलाई चाहिँ के भयो मलाई चाहिँ माथि यही थियो म डुबे त पनि डुब्बी के मेरो गाउँमा बलथली होइन सबैजना बत्तिस कार्यक्रम एकदम सफल भएर प्रभुको अनुग्रहले होइन एकदमै वेदरदेखि होइन मौसमदेखि खोला नालादेखि अवस्थादेखि खोला नाला चाहिँ यता छ है आज सबै यो कुन खोला हो रिसर यसको खोलाको नाम चाहिँ लडको खोला उतापट्टि चाहिँ रसी छ योभन्दा ठुलो छ के छ एकदमै ठिक रमाइलो भयो रमाइलो एकदमै रमाइलो कस्तो भइरहेको यो दाइ दुईजनाले मलाई आमा मलाई फर्स्टमा कस्तो डर लाग्यो अब कि जाँदै माथि के होला अब यसले धुलो उडाउनु भयो यो बाइकले अनु हटा हटा बाइक हटा हटा बागा आदि भाइ के छ ठिक छ होइन दाइ अस्ति ब्लग अलि भयो बहिनी बहिनी यता देखाउनु न हेलो हामी कहाँ आएको बहिनी हामी चाहिँ आज बेलथल बेलथल बलथली हेलो रोपी दिदी हेलो हामी कहाँ आएको हामी बलथली किन आएको रे हामी हामीले हो काठमाडौँ मण्डलीको बत्तिसमा हजुर अनि थियो अनि बत्तिसमा सिद्धाएर अनि हामी अब आफ्नो घर फर्कँदै आन्टी आन्टु हजुरको केही छ भन्नु एकदमै खुसी लागेको छ हजुर हाम्रो नानीहरूले बाबुहरूले बत्तिसमा लिएको छ आज हजुर प्रभुलाई धन्यवाद हजुर यहाँ हिँड्दा हिँड्दा स्याहाँ स्याहाँ पनि भएको छ पानी प्यास लगाएर पानी खाएको भोक पनि लाग्नु भयो होला है भोक पनि लाग्छ धेरै नै हेलो नमस्ते एभ्रिवान त्यसपछि हामी लाग्यौँ उकालो बाटो अनि आज चाहिँ नयाँ वर्षको दिन अनि रुपेन भाइको बर्थडे थियो अनि मैले चाहिँ फेरि ह्याप्पी बर्थडे टु यु ब्रो भनेको
थ्याङ्क यू दाइले थाहा छैन बाहिर निस्केर एकछिन ताजेपछि पो दुख्दो रहेछ के हो जन्ती छ त हौ जङ्गलले पनि मान्छे त कति धेरै हेलो ओ बहिनीहरू हामी कहाँ हिँड्यो हाइकिङ हिँड्यो कि क्या हो रेसप हाइकिङ हिँड्यो हो अघि हामी यही बाटो झऱ्यो अङ्कल ए हो तर हाइकिङ यति धेरै जान गए त रमाइलो हुन्थ्यो नि है डाँडाको त रुगा लगाएर टाउको दुखेर अनि हामी जङ्गलको बाटो उकालो चढिसकेपछि फेरि माथि रोडमा निस्क्यौँ अनि बहिनीले चाहिँ फलो मी भन्दै थियो अनि त्यसपछि यता भाइ बहिनीहरू अनि गङ्गा दिदी अनि आन्टी गुरुबा सबैजना हुनुहुन्थ्यो अनि बहिनीहरूलाई जिस्किँदै म चाहिँ भिडियो गरिरहेको थियो अनि त्यसपछि सबैजना टक्क अडियौँ होइन अनि कुन बाटो जाने भनेर अनि दिदीले चाहिँ यो बाटो जाने भन्नुभयो त्यसपछि हामी यो बाटो लाग्यौँ मजा आयो नि जोन हजुर के छ भन्नु आज रमाइलो भयो त्यही हो भन्नु मेरो अनि मेरो विचारमा यो भनेको बाटो नि राम्रै भइरह केही थकान कसैले केही भन्नु तिनजना हिरो छ त तिनजना जगन्डियाहरू रहेछ यहाँ गुन्द्रुक हेर न गुन्द्रुक पुरो गुन्द्रुक के भन्दा राम्रो हुन्छ भन न दुम्सी चाहिँ होइन यो बाँसको जरा चाहिँ हो अनि तिनजना हिरोहरूको हिँडाइ नै बेग्लै छ फेरि यता देखो ना गाइस देखो ना क्या है ये गाइस देखो ना गाइस देखो ना गाइस बहुत थक गया गाइस क्या बोलेगा वो गाइस देखो ना गाइस वाह क्या लड़का है वेरी हैंडसम बॉय इससे तो बहुत
Thank you so much for watching.